तपाईहरु आराम कौशल मंगलसूत्र के हुनुहुन्छ होला। म पनि सन्चै छु। तपाईहरुलाई मेरो भिडियोमा फेरि पनि स्वागत छ। आज अर्को भिडियो लिएर आएको छु तपाईहरुको बीचमा। साथीहरु, आज चाहिँ एउटा ट्रिपको लागि म इन्डिया आइपुगेको छु अनि आजको ट्रिप चाहिँ इन्डियादेखि नेपालसम्मको हुनेछ अनि मैले चाहिँ इन्डियन प्यासेन्जरहरुलाई नेपाल घुमाउनको लागि लाँदै छु यो मेरो ठुलो गाडीमा। अहिले चाहिँ भर्खर बिहानको 5 बजेको भएर होला बाटो पुरै सुनसान छ अनि वरपर सबै मान्छेहरु सुतिरहेको छ मस्त निन्द्रामा। अनि तपाईले मेरो गाडी देख्न सक्नुहुन्छ। आजको यात्रा चाहिँ यही गाडीमा हुनेछ। साथीहरु, अहिले चाहिँ म मेरो गाडीभित्र आइसकेको छु। गाडीभित्र के मात्र पसेको, बाहिर त ठुलो पानी परिहाल्यो अनि यस्तो पानी परिहाल्यो चाहिँ फेरि मलाई ड्राइभिङ गर्न भनेपछि लास्टै अल्छी लाग्छ के। ल त म अहिले होटलको पार्किङबाट निस्किसकेको छु गाडी लिएर बाटोमा। अब चाहिँ यहाँबाट सिधै प्यासेन्जरहरुलाई लिनको लागि जाँदै छु म चाहिँ। नेपालको छिमेकी देश इन्डियामा चाहिँ गाडी चलाउन साथीहरु मलाई लास्टै मजा आइरहेछ किनभने यहाँको बाटोहरु यस्तो दामी रहेछ, यहाँको सिटीहरु यस्तो मिलेर बनेको रहेछ, यस्तो विकसित देश रहेछ इन्डिया पनि। साथीहरु, बाटोमा जाँदा जाँदै मैले रेलको ट्र्याक देखेँ अनि रेलको ट्र्याक देखेपछि अब रेल नहेरी के अगाडि बढ्नु भनेर म चाहिँ गाडीबाट फुत्त ओर्लिएँ अनि रेल हेर्छु त्यसपछि जान्छु भनेर चाहिँ म यहाँ रेलको लिकतिर हिँडेँ। ल त साथीहरु, फाइनली रेल आउने बेला भयो। त्यही भएर रेल कसरी आउँछ भनेर म तपाईलाई देखाउन चाहन्छु। मेरो ब्याकग्राउन्डमा आउँदैछ रेल। फेरि पनि म मेरो गाडी लिएर यहाँबाट निस्किँदैछु। आज चाहिँ इन्डिया आएर जिन्दगीमा पहिलोचोटि मैले रेल देखेँ। तपाईहरुले कहिले रेल देख्नु भएको छ भने कमेन्ट गर्नु होला कस्तो हुँदो रहेछ रेल भनेर। आई मिन तपाईहरुले कहिले रेल चढ्नु भएको छ, रेल चढ्दाको एक्सपिरियन्स कस्तो हुँदो रहेछ भनेर कमेन्टमा शेयर गर्नु होला। साथीहरु, मलाई चाहिँ इन्डियाको के एउटा मन पर्यो भन्दाखेरि चाहिँ यहाँको बाटोहरु अति नै बबाल, यस्तो दामी बाटो बनाएको रहेछ, पुरै डेभलप रहेछ अनि यहाँको गाडीहरुले पनि पुरै ट्राफिक नियम पालना गरेर हिँड्ने रहेछ। फाइनली म मेरो गाडी लिएर इन्डियाको यो ठुलो बस पार्कमा आइसकेको छु। मेरो प्यासेन्जरहरु यतै कतै कुर्दै छन् रे मलाई अनि यहाँदेखि मैले प्यासेन्जरहरुलाई पिकअप गरेर ट्रिपको लागि निस्किन्छु नेपालतर्फ। ल त साथीहरु, अहिले म मेरो प्यासेन्जरहरु भएको ठाउँमा आइसकेको छु अनि मेरो प्यासेन्जरहरु सबजना मेरो गाडीमा भट्टाभट उक्लिँदैछन् अनि यहाँ चाहिँ तरुणीदेखि लिएर बच्चा बच्चीदेखि लिएर जवानदेखि लिएर सबैजना आजको ट्रिपको लागि मेरो गाडीभित्र चढ्दैछन्। म पनि अब यहाँबाट उनीहरूलाई बोकेर नेपालको यात्रातर्फ लाग्छु। फाइनली मेरो प्यासेन्जरहरु सबैजना भित्र बसिसकेपछि अब हामी यहाँबाट निस्किँदैछु नेपालको यात्रातर्फ अनि बाटोमा धेरै रमाइलो हुनेवाला छ किनकि यो मेरो बस यस्तो दामी छ, पुरै एयर सस्पेन्सन वाला वाइफाई वाला बस हो। ल त साथीहरु, भोइस ओभर गर्दा गर्दा के बोल्ने भयो, त्यही भएर अब यो गाडीको भिडियो सँगै तपाईले यो गीत इन्जोय गर्नु होला। सिनेमेटिक शट है त तपाईहरुको लागि। छोटो भोटो कमरमा खुर्पेटो सोधरा मलाई मनको धानी पाउनेमा छैनौ म जस्तो कोही केटो सोधरा मलाई आहा गलिलो तामालाई सोधरा मलाई आहा गलिलो तामालाई सोधरा मलाई आहा गलिलो तामालाई सोधरा मलाई। साथीहरु, गीत सुन्दा सुन्दा गाडीमा डिजेल सकेको यादै नभएर धन्न एउटा पेट्रोल पम्प छेउमै रहेछ, त्यही भएर गाडीलाई डिजेल हाल्नलाई फुत्त छिराइहालेँ मैले यहाँनिर। यात्रा एकदम लामो भएको कारण चाहिँ मैले गाडीलाई फुल ट्याङ्की गर्नलाई छोडिदिएँ एकछिन पेट्रोल पम्पमा। साथीहरु, यो भिडियोको लागि चाहिँ आई एम भेरी सरी भन्न चाहन्छु किनकि मैले योभन्दा लामो बनाउनै सकिनँ। लास्टै निन्द्रा लाग्यो, रातको 12 बजिसकेछ रेकर्ड गर्दा गर्दा। सो आजको लागि भिडियो यही राख्दै भिडियो मन परे पनि नमन परे पनि लाइक सब्स्क्राइब चाहिँ गरिदिनु होला। ओके, बाई बाई, सी यु इन नेक्स्ट भिडियो है त।